हेलो गाइज नमस्ते सबैजनालाई। यो हामी अहिले भर्खर रिङ्गुबाट ट्याक्सिन्डुतिर लाग्न लागेको हो। ट्याक्सिन्डु हुँदै सिलुम्बुसम्म अनि यही वे हुँदै बेस क्याम्पसम्म जान्छ। तर हामी जहाँसम्म बेस क्याम्प त हामी आज जाँदैनौँ, तर लगभग हामी पुग्ने प्रयासमा छौँ। कहाँसम्म आज हाम्रो राइडिङ हुँदो रहेछ। यहाँको भ्यू त एकदम राम्रो छ। अलि बिहानै उठेर आउनु पर्यो घुम्नको लागि। एकदम राम्रो छ। यहाँ हिमाल एकदम बिहान होसो नलागेसम्म एकदम राम्रोसँग हिमाल देखिन्छ। अब हामी जाँदा पुग्दाखेरिसम्म हिमाल देखिन्छ कि देखिँदैन होला, अब त्यो ठाउँमै पुगेर थाहा हुन्छ होला सायद। अहिले त अब हामी बाटोमा छौँ। लगभग अझै आधी घन्टा जति लाग्छ हामीलाई। त्यो हिसाबले हामी पुग्नेछौँ। हामी त्यहाँ पुगेर नेक्स्ट भिडियो बनाएर फेरि अपलोड गरौँला। हजुरहरू लाइक, सेयर र कमेन्ट गरिदिनु होला। र सबैजना एकचोटि सोलुखुम्बु आएर भिजिट गर्नु होला। यहाँको हरेक ठाउँदेखि लिएर मौसमदेखि लिएर हरेक एकदम राम्रो छ। धन्यवाद छ सबै हजुरलाई। सब्सक्राइब